कस्तो लाग्यो त हजुरलाई त्यो अलिक साँझको राति पखको सिन चाहिँ कस्तो लाग्यो? राइट साइडतिर चराहरू कराइरहेछ अनि यतातिर चाहिँ फेरि पुरा पानीको त्यो सानो छालहरूको साउन्ड आइरहेछ कि कस्तो रमाइलो छ है। अब हामी कुन साइड जाने त? अब हामी यता त्यो लाइटिङहरू छ नि चर्खा भएको कि त्यो साइडतिर जाँदैछ। यो अर्को साइड जाने होइन यो साइड जाने हामीहरू यो साइड। ए यो साइडको हो? यस। ल गाइस हामी एक साइड घुमेर अब अर्को साइड जाँदैछौँ। यसो यतातिर त अलि लाइटिङको व्यवस्था पनि नरहेछ छ अलि अगाडि गएपछि त। लाइट कमी भयो भन्दै लाइट लाइट त अहिले यहाँ म त्यहाँ फर्म भर्न गइरहेको के खाने त हामी यहाँनिर के खानु मन छ? मेरो पर्स तिमीसँग छ है? खानेकुरा भन्दा बित्तिकै हजुरलाई पर्स कति बेला लाग्छ नै? एकछिन टाइम लाग्छ लगभग 15 मिनट जति लाग्छ। मटका चिया होइन दाइ? 15-20 मिनट जति लाग्छ। 15-20 मिनट ठिकै हुन्छ। हामी यसो घुमेर आउँदै गरौँ। सबै चिज पाउँदो रहेछ। त्यही त भने नि। अन्त भन्दा चाहिँ कम्पेरिटिभली स्ट्रिट फुडहरू चाहिँ सबै राखेको छ क्या यहाँनिर। चटपटेहरू अनि चियाहरूको पनि भेराइटीहरू छ अनि मिक्स फ्रुटहरू अनि त्यस्तो सबै छ। तर अन्त चाहिँ अलिकति धुलोहरू हुन्छ नि त अनि यहाँनिर चाहिँ मलाई थोरै कम्पेरिटिभली चाहिँ हाइजेनिक नै लाग्यो क्या यहाँनिर यस्तो खानको लागि चाहिँ। रातिमा नि बोटिङ कस्तो राम्रो गरिराख्नु भएको छ। हामी कहिले गर्ने बोटिङ? हामी अब भोलि गर्ने नेक्स्ट डे। के खाने मन छ भने हामी अवश्य खान्छौँ अहिले रिटर्न हुँदाखेरि। के खाने? सबै चिज टेस्ट गर्छु म। हो? स्पेसली के खान मन लाग्छ पोखरा आएर? स्पेसली अहिले यहाँनिर भएकोमा चाहिँ अरू त बन्द खान मन लाग्छ तर यहाँनिर भएकोमा चाहिँ एउटा मटका चिया अनि त्यस पछाडि त्यहाँनिरै पोलिरहेको छ नि अरू पनि अहिले भन्दै जान्छु। ओके। किनकि हजुरको पर्स त मसँगै छ। यस्तो कस्तो राम्रो भ्यू देखिरहेको छ कि उता रातिमा झिलमिल दामी। र यो झिलमिलमा म पनि यही छु मेरो सानी पनि यही छिन्। को सानी? हजुर। कसरी सानी? किनकि हजुर घरको कान्छो छोरा हुनुहुन्छ त्यही भएर सानी। त्यही भएर सानी राख्दै हो? यस। साथीहरू मैले यतिकै त्यो सानी भनेको होइन कि उहाँ चाहिँ घरको कान्छो छोरा भएको भएर चाहिँ मैले सानी भनेको लजिक चाहिँ त्यो। यहाँ त मजाले बसेर यही मजाले रमाइलो गरेर जानु जस्तो रहेछ त। राम्रो बनाएको छ है। कस्तो लागिरहेछ हजुरलाई भन्नुहोस् त? मलाई त राम्रो लाग्यो। डान्स गरौँ न त दुवैजना। डान्स त सरी बेब्स मलाई डान्सको स्टेप डी पनि आउँदैन। म सिकाउँछु नि म जति जानिछु त्यति है। हेर्नुहोस् न साथीहरू हामी अवश्य खानेछौँ
के खाने छ त्यो धुवा उडिरहेको चिज हो यस ल ठिक छ पछाडि आउँदैनौ कि अगाडि आउँछु ल अब हाम्रो ब्याग मिठो बजाइरहेको भाइहरूले यहाँ त दिउँसो आउनु पर्छ होइन रातिको मजा छुट्टै छ नि फेरि यहाँ हेर्नुहोस् न ल हामी हाम्रो ट्र्याकमा उक्लौँ न त होइन यहीँ बस्नु अहिले समेत बोटिङ गरेर हामी पनि गर्ने हो हामी गरौँला हामीसँग टाइम छ त आज त डे फर्स्ट भयो त हामीसँग कति दिन छ त हामीसँग छ 1 2 3 4 3 डे 5 डे जति छ 5 डे मैले भने थिएँ नि शर्त लगाउनु पर्ने रहेछ हजुरसँग पोखराको चप्पा चप्पा कुना कुना पुग्नुपर्छ ल तिमी त्यस्तातिर नहेर सानी नै म हेर्छु मलाई खान मिल्दैन त्यस्तो नै म हेर्छु हेरेर आँखा सेका न त अरू के गर्नु के गर्छु होला पनि खत्रै गऱ्यो ल कता यता अब मलाई दिनु नै भयो यो साइड ए झिलिमिली यस झिलिमिली तिहार त यति रमाइलो छ नि यहाँनिर पुरै के दसैँ हो तर तिहार भन्दा पनि रमाइलो छ तिहारमा झन् कस्तो हुन्छ होला बबाल आई थिङ्क बबाल हुन्छ बबाल ओहो यहाँ त बसेरै जानुपर्छ सानी प्लान गरेर त्यहाँबाट चेक आउट गर्नुहोस् अन्नपूर्ण गार्डन यहाँ पनि रहेछ